अमेरिकाको एक खोज जर्नलको लेखले निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी सिआइएबाट 20 वर्ष तलब लिएको खुलासा गरेको छ। गत अप्रिलमा प्रकाशन भएको समाचारलाई रुसी विश्व च्यानल आरटीले समाचार बनाएर प्रकाशन गरेपछि यसको खुलासा भएको हो। अमेरिकाको जर्नल अफ पब्लिक अफेयर्सका अनुसार सन् 1957 देखि सन् 1974 सम्म लामाले अमेरिकी गुप्तचर निकाय सिआइएबाट वार्षिक 1,80,000 अमेरिकी डलर तलब लिने गरेको पाइएको छ। यस अगाडि राजनीतिक रूपमा लामालाई सिआइए एजेन्टको आरोप लाग्दै आएकोमा शैक्षिक अनुसन्धानले पनि यसको खुलासा गरेको हो। उसो त विकिलिक्सले सार्वजनिक गरेको जानकारीमा पनि यस्तै भनिएको थियो। खोज जर्नल लेखमा विभिन्न अमेरिकी कूटनीतिक नोट्स, विकिलिक्सले सार्वजनिक गरेका तथ्य तथा अमेरिकी कूटनीतिक अधिकारीका पुस्तक, लेख र अन्तर्वार्तालाई लिएर लामाले सिआइएको रकम लिएको खुलासा गरिएको हो।